तस्बिर हामी देख्न सक्छौँ यो प्याराफिट निर्माणको काम भइरहँदा आज 34औं दिनमा आइपुग्दाखेरि भने यो प्रकारले यो प्याराफिटको लगभग यो आकार निस्किसकेको अवस्था छ। तपाईहरु देख्न सक्नुहुनेछ यो प्रकारले त्यो क्रिकेट मैदानमा तीव्र रूपमा काम चलिरहेको अवस्था छ र अझ हामी तपाईहरुलाई नजिकबाट देखाउने कोसिस गर्नेछ र यो तीनवटा स्टेप छुट्याएको छ। यो सम्म काम भइरहँदा यो तल्लोपट्टि यो रोलर लागेको भाग पहिलो स्टेप, त्यसैगरी हामी देख्न सक्छौँ यता जुन जेसीबी रहेको त्यो भाग भने दोस्रो स्टेप र त्योभन्दा माथिको यो तेस्रो स्टेप रहेको छ र योभन्दा माथि पनि अर्को चौथो स्टेप बस्न आउनेछ र यो प्रकारले काम भइरहँदा हामी देख्न सक्छौँ यो पिल्लर ढलानको काम भने सकिसकेको अवस्था छ र यसरी हेर्ने हो भने हामी देख्न सक्छौँ यो प्रकारले लगभग यो प्याराफिटको आकार निस्किसकेको छ। हेर्न सक्नुहुनेछ यो प्रकारले। अनि जुम गरेर पनि तपाईहरुलाई देखाएँ र अलिकति पछाडि हटाएर पनि तपाईहरुलाई देखाएँ। यो प्रकारले हेर्ने हो भने त्यो क्रिकेट मैदानको लगभग आकार भने यो प्याराफिटको निस्किसकेको छ र यही प्रकारले काम हुने हो भने मलाई लाग्छ तोकिएको समयसम्म काम नसकिए तापनि लगभग अबको 1.5 महिनाभित्र चाहिँ यस प्याराफिटले चाहिँ पूर्णता पाउँछ जस्तो मलाई लाग्छ। आशा गरौँ तोकिएकै डेडलाइनमा कामले पूर्णता पाओस् भन्ने हाम्रो एउटा मान्यता रहेको छ। हामी पनि त्यही अनुसार यो ट्यु क्रिकेट मैदानमा लागि परिराखेका छौँ यहाँको अपडेटहरू दिनको लागि। तपाईहरु देख्न सक्नुहुनेछ यो आक्सा भित्रबाट यो टिफरमा माटो उठाउँदै यो टिफरले चाहिँ माटो बाहिर लाने काम गरिराखेको अवस्था छ र फर्माहरू आज निकाल्दै यो फर्माहरू तल लगेको अवस्था छ र यो फर्माहरू पनि आज निकालिएको अवस्था छ र यो फर्माहरूलाई तल सुरक्षित स्थानमा राखिएको अवस्था छ भने यतापट्टिको यो दोस्रो स्टेपको भाग तपाईहरु देख्न सक्नुहुनेछ। यता जुन यो जुन तपाईहरुले देखिराख्नु भएको यो पिल्लरको यो ढलान भने भइसकेको छ। अब फर्माहरू निकाल्न मात्रै बाँकी रहेको छ। अब तपाईहरुलाई यो 23,000 स्क्वायर फिटको एरियामा के कसरी काम भइराखेको छ त्यो सम्पूर्ण अपडेट गराउँदैछौँ र हामी देख्न सक्छौँ आज 34औं दिनमा आइपुग्दाखेरि यो ठाउँमा यो प्रकारले काम भइरहँदा आज यो सम्पूर्ण वालको भाग भने उठिसकेको अवस्था छ। यो कोलमहरू छुट्याइसकेको अवस्था छ र अब अलिकति बाँकी भनेको चाहिँ यो ठाउँमा रहेको छ। तपाईहरु देख्न सक्नुहुनेछ 3-4 जना वर्करहरू यहाँ नियमित रूपमा काम गरिराख्नु भएको छ। यो ठाउँमा आफ्नो जिम्मेवारीपूर्वक यो प्रकारले यो अल उठाउने काम भइराखेको छ भने त्योभन्दा माथि यो निकै नै ठुलो खालको पिल्लरहरू पनि उठिसकेको छ। अलिकति हामी साँझको समयमा भएको हुनाले चाहिँ अलिकति झिमिक चाहिँ अलिकति आएको अवस्था छ। अलिकति क्लियर आएको छैन यो दृश्य। त्यो भएको हिसाबले अब लाइट पनि बोलिसक्न लागेको अवस्था छ। साइडमा भने लाइट बोलिसकेको अवस्था छ र यो तल्लोपट्टि यो जेसीबी लगाएर यो माटोहरू यो कोलमभित्र राख्ने काम भइराखेको छ, जहाँ विभिन्न लेयरमा माटो राख्दै फिलिङको काम चलिराखेको अवस्था छ भने यो तपाईले जति पनि यो देख्नुभएको यो वालहरू उठेको भाग छ यो सम्पूर्ण भाग यो माटोले ढाकिनेछ र फिलिङको काम सकिनेछ। त्यसपछिको यहाँको दृश्य झन् निकै रोचक बन्नेछ, अलिकति हेर्न लायक रहनेछ। के कसरी काम हुनेछ हामी निरन्तर रूपमा यहाँको अपडेट गराउँदै लानेछौँ र हामी डे 1 देखि यहाँको अपडेट गराउँदै आएका छौँ। हामी देख्न सक्छौँ यो प्रकारले काम भइराखेको अवस्था छ र यो माथिबाट यो बालुवाहरू यो जस्ताको माध्यमबाट यो तल पठाएको अवस्था छ भने त्यहाँ जुन मसलाहरू बनाउने काम भइराखेको अवस्था छ र यो प्रकारले जुन तपाईहरु देखिराख्नु भएको यो कल उठाउने काम यो प्रकारले भइराखेको छ। देख्न सक्नुहुनेछ भर्खरै यहाँ वर्करद्वारा यो साबेलबाट यो जुन यो बालुवा तल फ्याँक्ने काम भइराखेको अवस्था छ। यो प्रकारले काम भइरहँदा उता पनि लगभग हामीले गन्दाखेरि 9वटा कोलम छुटिएको रहेछ। यो तल्लोपट्टिको भागमा 9वटा कोलममा माटोहरू राखेको छ, विभिन्न लेयर छुट्याउँदै र माटो राख्दै पानी पनि छेपिएको अवस्था छ। जेसीबीद्वारा निकै तीव्र रूपमा काम भइराखेको अवस्था छ। हामी निरन्तर रूपमा यहाँको अपडेट गराउँदै लानेछौँ तपाईहरुलाई। अब म तपाईहरुलाई सरसर्ती यो कोलम कसरी छुट्याएको छ यो वाल राखेर त्यो दृश्य हामी नजिकबाट देखाउँदैछौँ। यो प्रकारले यो कोलमहरू छुट्याएको छ। यो जति पनि यो खाली भाग छ यो ठाउँमा माटोहरू बस्नेछ। हामी देख्न सक्छौँ यो जेसीबीद्वारा यो माटोहरू यो कोलमभित्र
राख्ने काम भइराखेको छ। विभिन्न लेयरमा फिलिङको काम भइराखेको छ। तपाईँले देख्न सक्नुहुनेछ दृश्यमा यहाँ पिल्लर उठाउनेदेखि लिएर यो माटो राख्नेसम्मको यो निकै नै तीव्र रूपमा काम चलिराखेको अवस्था छ। हामी तपाईँहरूलाई यहाँको दृश्य, यहाँको अपडेट डे 1 देखि तपाईँहरूलाई अपडेट गराउँदै आएका छौँ। र यो प्रकारले माटो राखिएको छ र यहाँ पानी हालेर विभिन्न लेयर छुट्याउने काम चलिराखेको छ। यो तपाईँले जति पनि यो देख्नुभएको छ यो कामहरू हामी निरन्तर रूपमा यसरी नै अपडेट गराइराखेका छौँ। लगभग यहाँ यो तल्लोपट्टिको भागमा 9वटा कोलम छुट्याएको छ र आज आइपुग्दा लगभग 1, 2, 3, 4वटा र 5वटा कोलममा चाहिँ यो माटो राखिसकेको अवस्था छ। र यतापट्टि हामी देख्न सक्छौँ यो प्रकारले यो पिल्लरहरू उठाउने काम निकै तीव्र रूपमा चलिराखेको अवस्था छ। थुप्रै वर्करहरूको प्रयोग गरिएको छ। कामलाई जतिसक्दो चाँडो छिटो सकाउने कोसिसका साथ यहाँ काममा लागि परेको हामी दृश्यमा देख्न सक्छौँ। त्यही अनुसारले कामले पनि निरन्तरता पाएको छ। एकातर्फ अर्को कामले निरन्तरता पाउँदै गर्दा अर्कोतर्फ भने यो प्रकारले काम भइराखेको छ। यो प्रकारले काम भइराखेको अवस्था छ। तपाईँहरू देख्न सक्नुहुनेछ यो माटो राखिएको छ। माटो राखिसकेपछि यो पानीले चाहिँ यसलाई अलिकति बलियो बनाउनको लागि विभिन्न लेयर छुट्याएको अवस्था छ। र यो माथिल्लोपट्टि भने धमाधम यो पिल्लरहरू उठाउने काम भइराखेको हामी दृश्यमा देख्न सक्छौँ। देख्न सक्नुहुनेछ हेर्नुहोस् त निकै ठुलो खालको यो पिल्लरहरू उठाएको अवस्था छ। र यो माथिल्लोपट्टिको ठाउँमा पनि यो माटोहरू राख्ने काम तीव्र रूपमा चलिसकेको अवस्था छ। र यो रडहरू निकै नै ठुलो खालको यो पिल्लरहरू उठाएको हामी दृश्यमा देख्न सक्छौँ। र आजबाट यो जति पनि यो माथिल्लोपट्टिको यो कोलमहरू छुट्याएको छ यो कोलमको भागमा यो माटोहरू राख्दै फिलिङको काम चलिराखेको अवस्था छ। हामी निरन्तर रूपमा तपाईँहरूलाई यहाँको अपडेट गराइराखेका छौँ। र निरन्तर रूपमा यहाँको कामले पनि तीव्रता पाइराखेको अवस्था छ। यही तपाईँहरूलाई यहाँको दृश्य पछाडिको भागबाट देखाउँदैछौँ। यो बाँकी रहेको यो जति पनि यो कोलमहरू छ यो वाल उठाउन बाँकी रहेको छ त्यो सम्पूर्ण भाग आज सकिनेवाला छ। र यो बाँकी रहेको यो वाल उठाउने काम निकै तीव्र रूपमा चलिराखेको छ। थुप्रै वर्करहरू काममा लागि परेको अवस्था छ। र यो प्रकारले काम भइरहँदा यो ट्यु क्रिकेट मैदानको दृश्यले पक्कै पनि हामीलाई एउटा छुट्टै भनौँ न एउटा छुट्टै सन्देश दिएको छ। र यतापट्टि हामी देख्न सक्छौँ यो कङ्क्रिटको लागि आवश्यक पर्ने बालुवाहरू यो प्रकारले तल झारिएको अवस्था छ भने र यो प्रकारले यो पिल्लरहरू उठाएको अवस्था छ। अलिकति हामी रातको समयमा छौँ त्यो भएको हिसाबले अलिकति यो भिडियो चाहिँ अलिकति झिमिक आएको हुनसक्छ। त्यो तपाईँहरूले बुझिदिनु हुनेछ भन्ने मैले विश्वास गरेका छौँ। र निरन्तर रूपमा हामी तपाईँहरूलाई यसरी नै यहाँको अपडेट गराउँदै लानेछौँ। र त्यो भएको हिसाबले यो पिल्लर यो पछाडिको भागमा भने यो पिल्लर निकै ठुलो खालको निस्किएको अवस्था छ। र यो पछाडिको भागबाट यो चोबार एन्डतर्फको भाग पनि रहेको छ। र यो चोबार एन्डतर्फको भागको पछाडिको भागबाट तपाईँहरूलाई देखाउँदा यहाँको दृश्य निकै नै सुन्दर यो दृश्य हामी देख्न सक्छौँ। र आज यो वाल उठाउने काम सकिनेछ। र यो माथि पिल्लर निकै ठुलो खालको निस्किएको छ। यो प्रकारले निकै तीव्र रूपमा काम चलिराखेको अवस्था छ। हामी तपाईँहरूलाई यसरी नै यहाँको दृश्य डे बाई डे रूपमा हामी अपडेट गराउँदै लानेछौँ। दर्शकबिन हामी भिडियोको लगभग अन्त्यतर्फ पनि आइसकेका छौँ। त्यो भएको हिसाबले तपाईँहरू हामीसँग युट्युब र टिकटकमा भने स्पोर्ट्स फ्यान्स नेपालमा पनि तपाईँ जोडिन सक्नुहुनेछ।